फागुन 25 गते पोखराको निजी भ्रमणबाट फर्किएका अपदस्थ राजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ नपुग्दै गेट बाहिर हजारौंको भिड लाग्यो। यो भिड आकस्मिक भने थिएन। राजा फर्काउन भनेर लागि परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई र राप्रपा सहितले यसको आयोजना गरेका थिए। भिडले ज्ञानेन्द्र शाहलाई उनको निवाससम्म पुर्याएर फर्किएसँगै यो व्यवस्थाप्रति कहिलेकाहीँ उठ्ने गरेको प्रश्न झनै थपिएको छ। गाडीको छतबाट टाउको निकालेर हात हल्लाउँदै हिँडेका ज्ञानेन्द्र शाहको पछि पछि हिँडिरहेका धेरैलाई राजा भनेको यस्तै होलान् भन्ने पनि लाग्यो होला। कतिलाई राजा हुँदा देशमा रामराज्य थियो भन्ने पनि लाग्यो होला। खासमा कस्तो थियो त राजा हुँदा देश? आजको भिडियोमा राजतन्त्र र गणतन्त्रको तुलना गरौँ। नेताहरूले भ्रष्टाचार गरे, त्यो भएर राजा ल्याउनुपर्छ। राजा भन्दै हिँडेका मान्छेहरूको तर्क यस्तो पनि हुने गरेको छ। झन्डै 1.5 वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा दाहालको विवाह निकै चर्चित बन्यो। 1000 मान्छे बोलाएर गोकर्ण फरेस्ट रिजोर्टमा गरिएको विवाहको धेरै आलोचना भयो। सर्वहारा नेताको परिवारको विवाह यस्तो भड्किलो भयो भन्दै उनको आलोचना पनि भयो। उनको मात्र होइन, व्यवस्थाकै विरोध भयो। गरिब देशको प्रधानमन्त्रीले यति भड्किलो विवाह गर्नु गलत हो, तर यसको विरोध गर्दै गर्दा राजा नै ठिक थिए भन्नेहरूले चाहिँ तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्याको सरकारी खर्चमा भएको विवाहलाई सम्झिनुपर्छ। नयाँ दिल्लीबाट 2वटा विमानमा मिष्ठान्न परिकार, 150 जना वेटर, नेदरल्यान्डबाट पुष्पगुच्छा, जापानबाट 200वटा मोटर गाडी, 50 देशबाट पाहुना, सवारीका लागि 9वटा हात्ती, 6 महिनादेखि तयारी गरेर 9 दिनसम्म गरिएको यो विवाहमा आउने कसैले पनि यो कुनै गरिब देशको युवराजको बिहे हो भन्ने महसुस नै गरेनन्। 2024 साल जति बेला नेपालको कुल बजेट नै 8 अर्ब थियो भने विवाहका लागि मात्रै 25% भन्दा धेरै अर्थात् 2 अर्ब भन्दा धेरै खर्च गरिएको थियो। अहिलेको बजेटसँग तुलना गर्ने हो भने झन्डै 50,000 करोड खर्चमा त्यो विवाह सम्पन्न भएको थियो। गणतन्त्रको विरोध गर्नेहरूले राजा फालेर छोटे राजा पाल्नु परेको छ भनेर पनि विरोध गर्छन्। मानौ कि राजा हुँदा राजा बाहेक तलब खाने कोही नै थिएनन्, तर वास्तविकता हेर्ने हो भने त्यो बेला पनि प्रधानमन्त्री, मन्त्री र सांसदहरू थिए। अहिलेका भन्दा धेरै जनप्रतिनिधि र पञ्चहरू थिए। अहिलेका 753 जना स्थानीय तहका प्रमुखलाई छोटे राजा भन्ने हो भने त्यो बेला 3971 जना छोटे राजाहरू थिए। यत्र जनप्रतिनिधिहरूमा महिलाको संख्या फेरि 1% भन्दा कम थियो। आर्थिक वर्ष 2060-61 मा राजपरिवारले मात्र 72 करोड रुपैयाँ खर्च गरे, जुन बेला देशको बजेट 92 अर्ब 11 करोड मात्र थियो। 2046 सालसम्म सरकारको तलब खाने राजपरिवारका सदस्य नै 34 जना थिए, जसमा राजाका भतिजा भतिजीदेखि भान्जा भान्जीसम्म थिए। अझ ज्ञानेन्द्रको पालामा त राजपरिवारको खर्च 3 वर्षमा 3 करोडबाट बढेर 72 करोडसम्म पुग्यो। राजपरिवारको सदस्यका तलबका बारेमा माओवादी सांसद गंगा कार्कीको यो भिडियो हेरौँ। राजाले 40 लाख खाँदा रहेछन्, रानीले 6 लाख खाँदा रहेछन्, युवराजले 4 लाख, युवराजको आमाले 12 लाख, राजाका मतलब अन्य छोराहरूले 2,25,000, राजाको छोरीले 1,10,000, राजाको भाइले 6 लाख, राजाकी दिदी बहिनीले 3,64,000, राजाको भाइको छोरीले 90,000, राजाको भाइको छोरीले 2,40,000, राजाका काकाको छोराले 1,50,000, राजाका फुपूले चाहिँ 5,10,000, राजाकी काकीले 1,50,000, राजाकी फुपू बजैले 1,20,000, राजाको प्रशासन चलाउनका निम्ति 1,43,43,44 सालको बजेटमा यो छ। तपाईले हेर्न पाउनु। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको तलब र भत्ता गरेर 94,280 रुपैयाँ छ। प्रथम महिला राधिका साक्यलाई राष्ट्र बैंकको रिटायर्ड अफिसरको रूपमा पेन्सन आउँछ। प्रधानमन्त्रीका भाइ जयप्रसाद ओली झापामै खेती गरेर बसेका छन्। त्यसो त गणतन्त्रलाई कुरूप बनाउने पात्रहरू पनि नभएका होइनन्। छोरीलाई मेयर, बुहारी र ज्वाइँलाई मन्त्री, भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने पूर्व प्रधानमन्त्रीहरू पनि छन्। छोराका नाममा भन्सार छुट गर्ने र श्रीमतीलाई सधैँ शक्तिमा राख्ने पूर्व प्रधानमन्त्रीहरू पनि छन्। तर यो व्यवस्थाले दिएको सुविधा होइन, यो गलत पात्रका कारणले सृजना भएको विकृति हो। गणतन्त्रमा अपराध बढ्यो, त्यो भएर यो व्यवस्था खत्तम भयो भन्नेहरू पनि छन्। तर राजतन्त्रमा के भएको थियो भन्ने पनि सबैले थाहा छ। 2058 जेष्ठ 19 गते सबैभन्दा ठूलो सुरक्षा घेराभित्र रहेको नारायण हिटी दरबारभित्र गोली चल्यो। संसारलाई तर्साउने गरी बहालवाला राजाको परिवार नै खत्तम गरियो र यसको दोष रक्सी खाएर जीव उठाउन नसक्ने अवस्थामा भएका
त्यही घटनामा गोली खाएर ढलेका वेटिङ किङ दिपेन्द्रलाई लगाइयो। रोलक्रममा नभएका ज्ञानेन्द्र दोस्रो पटक राजा भए, तर आफ्नै दाजु र भाइको परिवारको नरसंहारको छानबिनलाई सकेसम्म कमजोर बनाए। आफ्नै दरबारभित्र आफ्नो परिवारलाई बचाउन नसक्ने नचाहने मान्छेलाई राजा आउलान् र देश बचाउलान् भनेर विश्वास गर्ने ठाउँ कहीँ पनि छैन। पोखरा घुम्न गएका अस्कल क्याम्पस पढ्ने काठमाडौँका किशोरीहरू नमिता र सुनिता फर्केर घर आएनन्। उनीहरूसँगै गएकी साथी निराको लास महिनौपछि भेटियो। यो घटनाका सम्भावित साक्षी भएका कारण चुडामणि अधिकारीले मर्नु पर्यो। बलात्कारपछि हत्या गरिएका सुनिता, नमिता र निराको हत्याकाण्डमा शङ्काको घेरामा 4 जना व्यक्तिहरू परेका थिए। एक थिए राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, अर्का थिए ज्ञानेन्द्र शाहका साला उदय शमशेर, कलाकार निर शाह र होटल व्यवसायी विनोद शङ्कर श्रेष्ठ। घटनामा राजपरिवारको संलग्नताको शङ्का त्यसपछि झन बलियो भयो जब ज्ञानेन्द्रले राज्यारोहण गरेको 10 दिन नबित्दै आफ्नो परिवारको हत्याको छानबिन गर्न छोडेर ठाडो आदेशबाट सुनिता नमिता केस बन्द गर्न लगाए। 2057 साउन 22 गते एउटा तीव्र गतिमा हुर्किएको गाडीले मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो। त्यो मोटरसाइकल चालक त्यो बेलाका निकै चर्चित गायक तथा सङ्गीतकार प्रवीण गुरुङ थिए भने गाडी चलाउने व्यक्ति थिए युवराज पारस शाह। यो घटनालाई दरबारले लुकाउने हरसम्भव प्रयत्न गर्यो, तर यो खबर जनआस्थामा छापिएपछि आन्दोलनको आँधी उठ्यो। अनेरासोभिका तत्कालीन अध्यक्ष रविन्द्र अधिकारीको नेतृत्वमा ठुलै आन्दोलन भयो। 5,23,000 भन्दा धेरै मान्छेको हस्ताक्षर सङ्कलन गरी दरबारमा बुझाइयो, जुन अहिलेसम्मकै सबभन्दा ठुलो हस्ताक्षर सङ्कलन हो। दरबारले पारसलाई जोगाउनकै लागि खड्गबहादुर भुजेल नामको नक्कली ड्राइभर खडा गर्यो र यो केसलाई डाइभर्ट गर्यो। कहिलेकाहीँ विदेश पुगेका पुरातात्विक महत्त्वका मूर्तिहरू भेटिएको र फर्काउने पहल भएको भन्ने समाचार सुनिन्छ। त्यस्ता मूर्तिहरू नेपालबाटै चोरी भएर विदेश पुगेका मूर्तिहरू हुन्। यसरी मूर्ति चोरी हुनुमा सबैभन्दा धेरै हात राजपरिवारका सदस्यहरूको थियो। राजपरिवारका सदस्यहरूलाई विमानस्थलमा कुनै पनि चेकिङ नहुने व्यवस्था थियो, जसको फाइदा उठाएर मूर्ति र अन्य बहुमूल्य सामानहरूको तस्करीमा राजपरिवार संलग्न हुँदै आएको थियो। युवराज समेत भइसकेका पारस शाह त झन् लागु औषध सहित पटक पटक पक्राउ पनि परिसकेका छन्। यी त प्रतिनिधि घटना मात्र हुन्। अपदस्थ राजा ज्ञानेन्द्रलाई अधिराजकुमार छँदा रातो पासपोर्ट दुरुपयोग, मूर्ति चोरी, लागु औषध कारोबार, पिस्कोर, छिन्ताङ र टिम्बुरबोटे काण्डमा गिरोह प्रयोग गरेका जस्ता सङ्गीन आरोपहरू लाग्ने गरेका छन्। अभिव्यक्ति स्वतन्त्रतालाई झनै सुन्दर बनाउन र सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कार्यविधि ल्याउने तयारी गर्यो। सरकारले बोल्न दिएन भनेर विरोध सुरु भयो। यो व्यवस्थाकै विरोध गर्दै राजतन्त्रको पक्षमा वकालत गर्नेहरूले पनि यो व्यवस्थामा बोल्नै पाइँदैन भनेर विरोध गरे। उनीहरूले भनेको जस्तो राजतन्त्रमा चाहिँ खुलेरै बोल्न पाइन्थ्यो त? राजपरिवारका सदस्यहरू तस्करीमा संलग्न भएको समाचार लेखेका साप्ताहिक मञ्चका पत्रकार पदम ठकुराटीले जिन्दगीभरिका लागि राजतन्त्रको उपहार पाए। 2043 भदौ 20 गते बिहान 4:30 बजे पत्रकार ठकुराटीको टाउकोमा ताकेर हानेको गोली आँखामा लागेर निस्कियो। रातारात उनलाई वीर अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि बैङ्ककमा 3 महिना लामो उपचारपछि निधारमा खाल्डो र प्लास्टिकको आँखा जस्तो टुक्रा बोकेर ठकुराटी नेपाल फर्किए। अहिले पनि हरेक दिन सुत्ने बेलामा उनी आँखा निकालेर सुत्छन्। त्यो बेला ठकुराटीलाई गोली हान्ने मान्छे स्याङ्जा आँधी खोलाका विकास गुरुङ थिए भने गुरुङलाई सुपारी दिने व्यक्ति थिए तत्कालीन राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह। यति मात्र होइन, 2061 माघ 19 मा तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेर सञ्चार माध्यममा कडा सेन्सर लगाएका थिए। फोन बन्द थिए, सञ्चार गृहमा सेना पठाएर यो लेख त्यो नलेख भनेर बन्दुक तिर्छाइन्थ्यो। रेडियोमा समाचार बन्द गरेर राजाका भजन बजाउनु पर्थ्यो। कुनै पनि सञ्चार माध्यमहरूले खुलेर लेख्न वा समाचार सम्प्रेषण गर्न पाउने अवस्था थिएन। राजाले 250 वर्ष शासन गरेर छोड्दा नेपालको कुल गारस्थ उत्पादन 6 खर्ब जति थियो भने 17 वर्षमा त्यो 51 खर्ब बढेर आज 57 खर्ब भएको छ। त्यो बेला 311 अमेरिकी डलर भएको प्रति व्यक्ति आए आज बढेर 1456 अमेरिकी डलर पुगेको छ।
राजाले छोड्दै गर्दा 30.58% नागरिक निरपेक्ष गरिबीको रेखामुनि थिए भने हाल त्यो सङ्ख्या आधा घटेर 15.1% पुगेको छ। राजतन्त्रको अन्त्य हुने बेलातिर नेपालको साक्षरता दर जम्मा 53.7% थियो। अहिले त्यो बढेर 76.2% पुगेको छ। त्यो बेला 56 वर्ष रहेको नेपालीको औसत आयु अहिले बढेर 71 वर्षमा पुगेको छ। यी त केही उदाहरणहरू मात्र हुन्। हामीले अपेक्षा गरे जति बढेन होला या त्यो कुरालाई हामीले बुझ्न नसकेको पनि हुनसक्छ, तर राजाको पालामा भन्दा अहिलेको परिवर्तन आकाश पाताल फरक भइसकेको छ। एयरपोर्टमा राजाले स्वागत गर्न जाने नौजवानलाई राजाका पालामा आफ्ना बाआमाले उपचार नपाएको थाहा थियो कि थिएन? चामलको भात खान दसैँ पर्खिनु परेको सुनेको थियो कि थिएन? प्रश्न सजिलो छैनन्। त्यति नै अप्ठ्यारो अर्को पनि प्रश्न छ, उनीहरूले भनेको व्यवस्थाको विरोध गर्दा प्रहरीकै सुरक्षामा यसै गरी सुरक्षित भएर घर आइपुग्न सम्भव थियो कि थिएन? सुधार हुन बाँकी धेरै कुराहरू छन्, यसलाई सच्याउँदै लैजानुपर्छ। तर निर्धारमा खाल्डो लिएर हिँडेका पदम ठकुराठीहरूले नै देख्ने गरी, दरबारको संस्थागत बलात्कारको शिकार भएका महिलाहरूले सुन्ने गरी, मन्दिर छोएको न्युमा कुटाइ खाने दलितले थाहा पाउने गरी तिनै राजाको वकालत गर्नु अगाडि एकपटक गम्भीर भएर विचार गरौँ। यो व्यवस्था हजारौं अपराधका विरुद्ध लडेर मरेर ल्याएको व्यवस्था हो। जिम्मेवार भएर यसको रक्षा गरौँ। धन्यवाद।